हेलो नमस्ते सम्पूर्णलाई सबै सुन्छै हुनुहुन्छ होला। आजको यो विशेष भिडियोमा तपाईलाई स्वागत छ हैन। अब स्वागत चाहिँ किन गरौँ भन्दाखेरि हैन, आज धेरै दिनपछि हाम्रो धनगढीमा पानी लागिरहेछ हैन। हुन त थोरै थोरै हिजो अस्तिदेखि लागिरहेको थियो, तर आज एकदम बिहान 11 बजे नै हैन धेरै भारी वर्षामा पानी लागिरहेछ हैन। अनि पानी लाग्दा के हुन्छ भन्दाखेरि खुसी लाग्छ के, कारण के छ भन्दाखेरि यहाँ धेरै गर्मी भइरहेछ हैन। गर्मीको कारणले गर्दा अब हामीलाई शीतल हुने भयो नि त। अब बिहान ढिलोसम्म सुत्न पाइन्थेन हैन, कारण के थियो भने गर्मी हुन्छ अनि अगाडि उठ्थ्यो हैन। सबैको अवस्था त्यस्तै हुन्छ होला। अब चाहिँ हाम्रो के मजाले ब्ल्याङ्केट ओढिन्छ हैन, 8-9 बजेसम्म सुतिन्छ अनि बिहान 10 बजे उठेर अरू काम गरिन्छ हैन। अब हामी अल्छी त अल्छी भइहाल्यो हैन, तर केही छैन। भन्दाखेरि अबको अवस्था चाहिँ के छ भन्दाखेरि धनगढीमा पानी लाग्दै शीतल हुँदै गर्छ हैन। त्यही पनि अब शीतल हुँदै गर्दा अब हाम्रो के छ मेन भन्दाखेरि हाम्रो यो शिव मन्दिरमा हैन, धनगढीको शिव मन्दिरमा आएर तपाईले फोटो भिडियोहरु खिच्नको लागि हेर्नुस् त कति हरियाली भइरहेको छ हैन। भिडियोहरु पनि बनाउन सकियो, सँगै फोटोहरु पनि खिच्न सकियो। त्यो पनि विशेष डिस्काउन्टमा तपाईले मजाले फोटो भिडियोहरु पनि खिचेर जान सक्नुहुन्छ। यहाँको दृश्य चाहिँ यस्तो छ हेर्नुस् त, हरियाली छ, हरियाली नै हरियाली ढाकिएको। यहाँ भिडियोहरु बनाउँदा पनि त्यतिकै राम्रो देखिन्छ हैन। अनि झन् फोटो खिच्दा त झन् राम्रो पनि देखिन्छ। अर्को भिडियोमा फेरि हामी भेटौँला है।